आज चाहिँ बस चढेर भान्जा र म भएर बजारतिर गयौँ। दिदीहरू चाहिँ गइसक्नु भएको थियो, त्यही भएर भान्जा र म पछि गयौँ। टक्क विन्डो सिटमा बसेर माथि 2 तलामा, त्यसपछि एकछिन माथि पुग्यौँ। पुगिसकेपछि चाहिँ दिदीहरू वेस्टगेटभित्र हुनुहुँदो रहेछ, हामी त्यहीँ पुग्यौँ। त्यहाँ अनि त्यो झिलिमिली हेरिसकेपछि हामी अझै भित्र गयौँ अनि दिदीहरूसँग भेट भयौँ। भेट भइसकेपछि त्यहाँ हामीले चाहिँ क्याप्टेन अमेरिका देख्यौँ। क्याप्टेन अमेरिका अनि उता गइसकेपछि हामी बाहिर निस्क्यौँ। यो ठुलो होल अनि हामी कस्मोमा गयौँ र त्यहाँको बफे सिस्टममा खाना खायौँ। अनि खाना चाहिँ टन्नै बफे सिस्टम भएपछि टन्नै खानु पऱ्यो, एक प्लेट नै। त्यसपछि खाना खाइसकेपछि बाहिर निस्केर उता मेला लागेतिर गएर एकछिन त्यहाँ मेलामा के लागे रहेछ अलिअलि सेलहरू हेऱ्यौँ। अनि त्यहाँको अब हुन्छ नि यो क्रिसमसमा सजाएको झिलिमिली लाइटहरू हेरेर चाहिँ हामी फेरि त्यही वेस्टगेटतिर आयौँ। वेस्टगेटतिर आइसकेपछि चाहिँ यताउता माथिल्लो तलामा गएर जताततै झिलिमिली अब सजाएको हेरेर त्यसपछि फेरि यतापट्टि साइडमा हेरेको त्यहाँ टेस्ला कारको त्यहाँ टेस्ट ड्राइभिङ नै रहेछ कि के रहेछ, सोरुम जस्तो रहेछ। आजलाई यति नै, चियर्स।